नेपालको यसो स्थिति हेरेको साह्रो विरक्त लाग्यो है। चिया पसल खोल्यो 2 जना चिया खान आउँछ, 6 जनाको कुरा काट्छ भनेको। अनि 6 जना बस्छ, 6 वटा चिया खान्छ, 3 घण्टा अर्काको कुरा काट्छ यार। अनि यहाँ आज नगद भोलि उधारो भनेर लेखेर राखेको छ नि, जुरको एउटा कति भयो लेखेर राख पो भन्छ त। अच्छे होइ अब जम्मा 60 रुपियाँको चिया खाएकोलाई कुटेर 30,000 तिर्ने कुरो भएन। भोलि दिन्छ भन्यो फर्केर आउँदैन। मान्छे त ठिकै थियो, आजल त आदर्शज्यू है त्यो चिया पकाउँदा अलिअलि दुधहरू उछिटेर गएको हुन्छ नि, झिङ्गा जम्मा भएर लामखुट्टेको कुरा काटिरहेको छ। मान्छेले त कुरा काट्यो के झिङ्गाले लामखुट्टे कुरा काट्यो के भन्ने झिङ्गाले के भन्छ? अचेल त यो बालेन साले ढल भत्काइदिएपछि लामखुट्टेको नि बिजोग भएको छ, खुच्चिम खुच्चिम भन्छ। अनि एक दिन यसो सुनेको कक्रोच हुँदैन, कक्रोच आएर मुसाको कुरा काटिरहेको छ। के भन्छ भनेर सुनेको त, ए यो सहर सफा पारेपछि त मुसाको पनि बिजोग भयो। पहिला पहिला पो सडकमा फोहोर थुपारेर राख्थ्यो, मुसा रातभरि खान्थ्यो, रजाइ गर्थ्यो। आचेल फोहोर राख्दैन, यी खान्छ मुसाले भन्छ। अनि यो मुसाको लामखुट्टेको झिङ्गाको कुरा सुनेर बहनु भन्दा मलाई सिटी एक्सप्रेसबाट फोन पनि आयो। अहिले हेर सबै नेपाल